हेलो साथीहरू, गुड मर्निङ सबैलाई। र आजको वेदर चाहिँ यस्तो थियो र आज चाहिँ मलाई उठ्ने बित्तिकै एकदमै अल्छी लागेको थियो। बाहिर हेर्दाखेरि चाहिँ पुरा पानीहरू परेर यस्तो फगी डे भइरहेको थियो र अब बिहान बिहानै उठ्दाखेरि यस्तो दिन देख्दाखेरि त त्यो त सबैलाई नै अल्छी नै लाग्छ होइन। मलाई पनि यसरी नै अल्छी लाग्दै भए पनि तर म उठ्नै पर्यो होइन, किनभने बिहान बिहानै नानीहरू अब स्कुल जान्छ। त्यसको लागि चाहिँ म अब नानीलाई लन्च बनाउनुको लागि रेडी भएँ र मैले आज लन्चको लागि चाहिँ चाउमिन बनाइदिन्छु भनेर यसरी सबै भेजिटेबलहरू कट गरेर राखेँ र यसरी नै थुक्पा पनि मैले बोइल गरेर अलरेडी राखिसकेको थिएँ र अन्त मैले चाहिँ अन्डाहरू हालेर यसरी अघि काटेको सबै भेजिटेबलहरू चाहिँ मैले यसरी मजाले फ्राई गरेँ र फ्राई गरिसकेर चाहिँ चाउमिन हालेर चाहिँ यसको फाइनल लुक चाहिँ यस्तो आएको थियो र मैले मेरो छोराको टिफिनमा पनि हालिदिइसकेको थिएँ र मैले फ्रुटमा चाहिँ उसलाई अम्बक र एप्पल हालिदिएँ र यसरी मैले रेडी पनि गरिसकेँ। साथीहरू, हजुरहरूलाई के कस्तो लाग्यो? थ्याङ्क्स फर वाचिङ।